आशा गर्छु सबैले सन्चै होला र म पनि एकदमै सन्चै छु। अहिले चाहिँ मैले भर्खरै न्यू भिडियो हालेको छु टिकटकतिर या युट्युबतिर। सकेसम्म त फुल हेर्नु होला कि होइन, त्यो अब आधी आधी हेरेर चाहिँ त्यो लाइक होइन लाइक मात्र चाहिँ नगरिदिनु होला, किनकि यो चाहिँ अब पहिलाको यङ स्टारहरू भनौँ न, यो जेनेरेसनमा आएर चाहिँ अब यङ स्टारलाई अलिक तनावै छ होइन, ओभर थिङ्किङ गर्ने अब यताउति अब दिनभरि कोठामा मात्र बस्ने केही अब गर्न खोजेको हुन्छ तर गर्न नसक्ने क्या। एकछिन यो भिडियो चाहिँ हेरिदिनु ल प्लिज यार, सबैलाई फुल भिडियो चाहिँ हेरिदिनु ल है। ल भिडियो हामी कन्टिन्यू गर्नेछौँ है त। अब के हो, खुसी छस् न आफै एक्लै, बोल्नु छैन कोहीसँग र हिँड्नु डुल्नु मन छैन कसैसँग, बस्दैछस् त्यही कोठा अँध्यारो कोठामा अझ पनि त केही नगरिकन। कसको आशमा छस् त अहिले? कसको आशमा छस् अहिले पनि त? विश्वास गर्न छोड्दे आफ्नो साथीभाइको होइन, किनकि एक्लै आइन्छ, एक्लै खाइन्छ, एक्लै गइन्छ पनि। त्यो समय थियो सँगै बस्ने, खाने र रमाउने। तर यो जेनेरेसनमा अहिले आएर आफूले कमाउने, आफै खाने। त्यही भएर चाहिँ आश चाहिँ कसैको नगर्नु, आफूमा निर्भर भएर बस्नु। सक्छ भने केही गरेर देखाउनु। त्यो कोठामा, एक्लै कोठामा, अँध्यारो कोठामा त बसेर नि के पनि हुनेवाला छैन। आज छोडिदिनु सबैको। के सोचेको थिइस् त तैँले बच्चा बेला त के बन्छु भनेर? अहिले तेरो हाल हेर त, बनिस् त आफ्नो ठाउँमा पुगिस् त। तैँले कोसिसै गराएन त कसरी पुग्नु त आफ्नो कर्तव्यमा? तैँले कसरी एचिभ गर्छस् आफ्नो गोल? तैँले के पाउन खोजेको थिस् र अहिले के पाइरहेको छस् र तैँले? कसैको डिपेन्ड नपर्नु, कसैको भरमा पनि नपर्नु, गर्नु आफै उठेर होइन, गर्नु आफै उठेर, किनकि तिमीलाई हिँड्नु छ एक्लै भने जस्तै हो। कसैको डिपेन्डमा नपर्नु, आफूमा हिम्मत राख्नु र आफैले भर पर्नु। सोच्थेस् होला नि बच्चा बेला त म इन्जिनियर, डाक्टर, पाइलट या बिजनेसम्यान बन्छु भनेर। कहाँ गयो तेरो त्यो सपनाहरू? खुसी लाग्छ तँलाई एक्लै अब जिउनलाई? थाहा छ तेरो लाइफमा के भइरहेछ, किनकि त आफैले हार मानिरहेको छ। लाग्छ मैले केही गर्न सक्दैन भनेर। त्यही भएर चाहिँ आजैबाट, अहिले नैबाट माइन्डसेट आफैले बनाउनु, म के गर्दा ठिक छु भनेर र मैले के गर्नुपर्छ भनेर। यो स्वार्थको दुनिया हो होइन, यो स्वार्थको दुनिया हो। यहाँ कोही आफ्नो हुँदैन पनि। अहिले सबै पैसाको पछि भागिरहेछ र त पनि भाग्नुपर्छ। अहिले त बाउ आमाको कमाइले खाइरहेछस्। बाउ आमा बुढो भयो भने कसको कमाइले खान्छस् त? कसको सहारामा बाँचिरहेछस् त अहिले पनि? कसको सहारामा बाँच्दैछस् अहिले पनि त? केही गरेर देखा न, केही बनेर देखा न। सक्छस् तेरोमा त्यो हिम्मत छ? तेरोमा त्यो हिम्मत? नामर्द भएर होइन, मर्द भएर देखाउनु। यो जति पनि छ अहिले यो यङ स्टारको यही छ क्या प्रब्लम। म केही गर्न सक्दैन कि भनेर पहिल्यै नै हार खाइदिने कि। यस्तो होइन नि त जिन्दगी होइन।
यस्तो होइन, यो जिन्दगीलाई जिन्दगी भन्दैन कि, यसलाई आफैले हार खाएको भनिन्छ कि। खुसी लाग्छ तँलाई, आफैलाई आफै खुसी लागिरहेछ तँलाई, खुसी छस् त? अहिले कस्तो छ तेरो हालत? सक्छ भने आफ्नो बाउ आमालाई केही बनेर देखा न, सोसाइटीलाई देखा न, कुरा काट्ने सोसाइटीहरूलाई देखा, नमन पराउने सोसाइटीहरूलाई देखा। हुन्छ त कोही त मान्छे निस्किन्छ सोसाइटीमा पनि बाट पनि, हेर त तेरो छोराले केही गरेर खाएनन् भनेर, केही बनेर देखा न तिनीहरूलाई। सक्छस्? छ हिम्मत तेरोमा त्यो? हिम्मत हुनुपर्छ। नामहरू भएर त्यही कोठामा बसिरहे के पनि हुने छैन, हिम्मत देखाउनु पर्छ र म केही गर्छु भनेर आँटिलो हुनुपर्छ पनि। आँटिलो हुनुपर्छ, कसैको भर नगर्नु, किनकि एक्लै आइन्छ एक्लै गइन्छ पनि। जिउने जेलसम्म त खानु पर्यो नि, खालि बाउ आमाको भरोसा मात्र गरेर त खुवाइँदैन नि, एक दिन बाउ आमा पनि बुढो भएर जान्छ नि त। बाउ आमा चाहिँ कति आश गरेर बस्छन् मेरो छोराले के गर्छ के भनेर। बाउ आमाले केही आश त गरेर बस्या होला नि पक्कै, मेरो छोराले के गर्छ भनेर। यस्तो पाराले चल्छ खाली कोठामा बसेर? देख न के गरेर। तैँले सक्छस्, आफूमा हिम्मत राख्नु न, नसक्ने के छ र? खोज्यो भने त देउता पनि भेटिन्छ भन्छ। त्यो आफूभित्र खोजेर हेर न, त्यो पहिलाको ड्रिमहरू, पहिलाको म यो गर्छु भनेर मेरो सोच यस्तो थियो, त्यो काबिल खोजेर हेर्न आफैले। त्यो भित्र आफैको भित्र आफैमा हुन्छ त्यो काबिल। तैँले खोजेर हेरेछस् कहिले? आफैले खोजेर हेरेछस् कहिले के भइरहेछ तेरो जिन्दगीमा? तैँले खोज्ने त्यो फुर्सदै छैन कि, किनकि त्यसले त्यो नचाहेको हो। चाहेको भए तँ अहिले कहाँ पुग्छिस्? त्यसले त्यो नचाहेको भए तैँले अहिले कुन ठाउँमा छ, अहिले पनि त्यही ठाउँमा छस् त। तैँले सक्छस् केही न केही गरेर देखाउनलाई, किनकि उमेर भनेको सधैँ त्यही हुँदैन। उमेर भनेको सधैँ त्यही दिनमा समय भनेको त्यही दिनमा पर्खेर बस्दैन र उमेरतिर त्यही भएर बस्दैन पनि। गर न, केही बनाएर देखा, केही बनेर देखा, केही गरेर देखा। तैँले सक्छस्, गर्न सक्छस्। म तँलाई यति विश्वास गर्नु कि त आफैले एकचोटि भित्र खोजेर हेर, म के बन्न खोजेको थिएँ र म के भयो भनेर गहिरामा एकचोटि सोचेर हेर्न। सक्छस्? सोचेर हेर। तैँले त्यति माइन्डमा हालिस्, तेरो दिमागमा हालिस् भने तेरो त्यो तेरो त्यो क्यारेक्टरहरू नै, त्यो देखावटी नै परिवर्तन चेन्ज हुन्छ। सक्छस् तैँले देखाउन? सक्नुपर्छ। तैँले गर्छस्, मलाई त्यति आश छ। केही बनेर देखा। तँलाई कस्तो लाग्यो होला यो भिडियोहरू होइन? अब खास मेरो अब बिक्री नगर्ने पिक्चर थियो बनाउने भनेको, तर अलि आँट पनि आएन कि कसरी बोल्नु, र अलि बोल्ने शैली पनि मिलेको थिएन, मतलब बोल्नलाई शैली पनि मिलेको थिएन र कसरी बोल्नु जस्तो पनि भएको थियो। अब जो हिम्मत देखाएँ यति भए पनि हजुरहरूको सामुन्ने आएँ होइन, खुसी लाग्छ। हजुरहरूले चाहिँ फेरि लाइक सेयर सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला होइन, सब्सक्राइब गर्नु होला, सकेसम्म सेयर चाहिँ गरिदिनु होला आफ्नो साथीभाइहरूलाई र फ्यामिलीहरूलाई, किनकि हजुरहरूले सपोर्ट गर्दा त बढ्ने हो नि त, थोरै नै हजुरहरूले सपोर्टले कहाँ बढ्न सकिन्छ र होइन। किनकि अब यस्तो कम्पिटिसन टाइममा अब मेरो भिडियो अब सायद मिले तापनि नमिले तापनि, मेरो बोली शैली मिले तापनि नमिले तापनि मन पराइदिनु होला। आशा राख्छु हजुरहरूले मन पराउँछ पनि होला। अब यो भिडियोहरू चाहिँ कमेन्ट गरिदिनु होला है, कस्तो लाग्यो हजुरहरूलाई। ओके, सी यू, लभ यू सबैलाई।